आज पुरा जाडो थियो क्या दाइ गाइज होइन। अनि त्यसपछि कस्तो खसीको मासु खानु मन लाग्यो होइन। अनि प्याज स्याज चट्ट लसुन अदुवा खुर्सानी सबै काटेर होइन 1 किलो खसीको मासु लिएर आयो क्या अस्ट्रेलियन गोट होइन नेपाली स्टोरबाट। टक्क प्रेस कुकरमा तेल सेल टक्क ओलिभ ओइल हालेर होइन चट्ट अनि त्यसपछि बेसार चट्ट हालेर फ्राई होइन त्यो सबै ब्राउन हुन्जेलसम्म फ्राई गरेर है चट्ट लाएर होइन चिन ब्राउन भएपछि चट्ट मासु हालेर होइन त्यसपछि नुन मसला होइन अनि खोर्सानीको धुलो हालेर होइन एकछिन पट बाएर पकाएँ क्या ब्रो होइन। अनि त्यसपछि चट्ट लाएर होइन एकछिन पछि आधी घन्टा जतिपछि सबै सुकेर तेल आउँछ नि अनि 2 बटुका पानी हालेर होइन 4-5 सिटी लगाएर चट्ट लाएर होइन मटन करी रेडी।